उत्पादन अनुपात प्रति व्यक्तिको लागि उत्पादन गरिएको पानीको मात्रा हो। यसको गणनाको लागि यो सूत्र प्रयोग गरिन्छ। यदि उपभोक्ता समितिसँग 2 वा बढी पानी उत्पादन संरचनाहरू छन् भने प्रतिदिनको पानी उत्पादन नै त्यो संरचनाहरूको कुल उत्पादन हो। सबै संरचनाहरूमा पानी उत्पादनको दैनिक अभिलेख सटिक रूपमा उत्पादन अनुपात गणना गर्न आवश्यक हुन्छ। यो गणनाको लागि उदाहरण हो। दुई संरचनाहरूको कुल वार्षिक उत्पादन 14,000 घनमिटर छ। यसलाई 365 ले भाग गरी दैनिक उत्पादन निकाल्नुहोस्। उत्पादन अनुपात 0.0505 घनमिटर प्रति व्यक्ति प्रतिदिन अथवा 50.5 लिटर प्रति व्यक्ति प्रतिदिन छ।